नेपालको इतिहासमै सबैभन्दा कान्छा मन्त्री बनेका बब्लु गुप्ताले मन्त्रालय र मातहतका सबै बैठक लाइभ प्रसारण गर्ने गरे पहिलो निर्णय। 26 वर्षमै खेलकुद मन्त्रालय सम्हालेका आखिर को हुन् त उनी? दर्शक वृन्द, अन्तरिम सरकारका नयाँ अनुहार युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार सम्हाल्ने बित्तिकै इतिहासमा पहिलो पटक पारदर्शितामै केन्द्रित साहसिक निर्णय निकालेका छन्। अब खेलकुद मन्त्रालय र मातहतका कार्यालयका सबै बैठक सर्वसाधारणले प्रत्यक्ष हेर्न पाउनेछन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण पूरा गरेपछि उनी जब सिंहदरबारको आफ्नो कार्यकक्षमा पुगे, त्यही क्षण पहिलो निर्णय सार्वजनिक गरेर उनले राजनीति गर्ने शैली नै बदल्ने संकेत दिएका छन्। 26 वर्षीय बब्लु गुप्ता नेपालको इतिहासकै सबैभन्दा कान्छा मन्त्री। गाउँ शहर डुल्दै समाजका लागि दौडिने एक अभियन्ताबाट उनी सिधै सत्ता केन्द्रमा उक्लिएका हुन्। गत भदौ 23 र 24 मा भएको जेनजी आन्दोलनको सबैभन्दा पहिचान योग्य चेहरा उनी नै थिए। बानेश्वरदेखि माइतीघरसम्मका विरोध प्रदर्शनमा एनिमे पोस्टर बोकेर आवाज उठाउने उनका दृश्यहरू अहिले पनि सामाजिक सञ्जालमा भाइरल छन्। संसदभित्र गोली चलेको दिन उनी बानेश्वर चोकमै रहेर घाइतेहरूलाई उद्धार गरिरहेको दृश्यले उनलाई जनताको मन जिताइदियो। सिरहा लहानका बब्लु काठमाडौँ आएर बढ्दै गएका समस्याहरू देखेर समाजसेवामा एकदमै डुबेका थिए। वैदेशिक रोजगारीका नाममा ठगिएका युवाहरूका लागि आवाज उठाउने कामबाट शुरू भएको यात्रा 100 ग्रुप नामको संस्थासम्म फैलियो। त्यही समूहले रगत अभाव हुँदा दान व्यवस्था, दुर्घटनामा उद्धार, विपन्नलाई राहत, महामारीमा मजदुर विपन्नलाई निशुल्क खाना, आइसोलेसन सेन्टर सञ्चालन जस्ता काम गर्दै राजधानीमा ठूलो प्रभाव छाड्यो। त्यस्तै उनको कपडा बैंक, किताब बैंक र अहिले चलिरहेको प्रोजेक्ट शिक्षाबाट 100 भन्दा बढी विद्यार्थी काठमाडौँमा बस्दै पढ्दैछन्। 2077 मा कुलमान घिसिङको समर्थनमा भएको प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएपछि उनी राष्ट्रिय चर्चाको केन्द्रमा आएका थिए। त्यसपछि बब्लु जनताकै आवाज बने। आज उनी मन्त्रीका कुर्सीमा बसेका छन्, तर संघर्षको पहिचान छाड्ने मुडमा छैनन्। कार्यभार सम्हालेपछि उनले भनेका शब्दहरूले पनि त्यो झल्कियो। सरकार जनतासँग प्रत्यक्ष संवादमा रहोस्, हामीले जे निर्णय गर्छौं त्यो सबैले हेर्न पाऊ। युवाहरू स्वदेश छाडेर जाने बाध्यता रोक्नु, खेलकुदमा व्यवस्थापन सुधार ल्याउनु र अवसरको ढोका खोल्नु उनका प्रमुख लक्ष्य हुन्। छोटो तर सबल कार्यकालमै केही देखिने काम गर्ने जिद्दीपनले उनको पहिलो दिनदेखि नै सन्देश स्पष्ट पारिदिएका छन्। एकातिर चरम निराशा बीच देश छाड्ने युवा, अर्कातिर त्यही पुस्ताको प्रतिनिधिमाथि यति ठूलो भरोसा। 26 वर्षीय मन्त्री बब्लु गुप्ता अहिले अनेक प्रश्नहरूको केन्द्रमा छन्। तर त्यसभन्दा ठूलो कुरा एउटा आशा जन्मिएको छ कि नेता बन्न संघर्ष चाहिन्छ, चाकडी होइन। नेपालका युवाहरूले अब उनको कामलाई नजिकबाट हेर्नेछन्, किनकि सबै बैठक त लाइभ हुनेछन्।